यो यो के छ के छ धेरै भयो है रियाक्ट नगरे नि त्यही हो टुडे वी आर गोइङ टु रियाक्ट मिस्टर डीको नयाँ गीत आएको रहेछ लेखौँ भविष्य एन्ड अहिले नेपालमा इलेक्सन नै चलिरहेछ सो द्याट्स वाइ इट्स अ राइट टाइम टु रियाक्ट समथिङ मलाई नि लाग्यो एन्ड सही टाइममा ड्रप पनि भएको छ सो त्यही हो म यही भन्छु कि भालेन दाई डु भोट फर भालेन दाई डु भोट फर न्यू पार्टी अंकुशे काँडा रोपेर पवित्र पिपल उम्रिन्न वाज इट एआई और रियल फुटेजहरू हो अब पनि सोचेनौ भने ना हेल ना ब्रो दिस इज नट एआई दिस इज रियल ओके कहिले पनि उठिन्न लेखौं भविष्य आफ्नो आफै नै अरूको हियाई बनाउँदैन यो देश अनि यो आई थिङ्क दिस इज एक्जिस्टिङ सङ आई थिङ्क है मलाई जहाँसम्म लाग्छ लेखौँ आफै भविष्य अरूको हियाई बनाउँदैन Valen दाई ब्रो यु आर अ ग्रेट यो देश जङ्गा गरेर चल्नु छ पहिला नथाक है अहिले बदल्नु छ परिवेश बन्ने छौरा कमाराको बनेर चिच्याई डाकामा डाको छोडेर उठ्ने छ देश उदाउने छौ हामी यो भत्केको घरलाई उठाउनु छ माथि Bro, as a rapper and as a mayor, Valen दाई did a great stuff. And now it's time for to control the all the country and develop the all the country. So त्यही हो ब्रो यो मान्छेको रोलानी ओरानी बवाल छ क्या भत्केको घरलाई उठाउनु छ माथि लेखौं भविष्य आफ्नो आफै नै अरूको हियाई बनाउँदैन यो देश यो मान्छेले हुनै पर्छ क्या प्रधानमन्त्री हुनै पर्छ क्या यो मान्छेले इफ देशमा डेभलप चाहिएको डेभलपमेन्ट करप्सन फ्री एन्ड रोजगार वाट एभर सानो सानो कुराहरू सब चाहिएको भनेपछि यो मान्छेले हुनै पर्छ कि फर स्योर एन्ड प्रो अनि भान्दै माया गर्ने मान्छे नि त्यति नै छ क्या त्यो परदेशिएका पैतालालाई पर्खिँदैछ नागन यो देश हाम्रो अस्तित्व यो देशिएका पैतालालाई पर्खिँदैछ नागन यो देश हाम्रो अस्तित्व यो भूमि हाम्रो प्राङ्गण असत्य डगमगाउँछ जब शक्ति बन्छ आवाज परिवर्तन गरे आफैलाई अनि बदलिन्छ यो समाज हाम्रो अस्तित्व यो भूमि हाम्रो प्राङ्गण असत्य डगमगाउँछ जब शक्ति बन्छ आवाज असत्य डगमगाउँछ तब शक्ति बन्छ आवाज यस लेट्स फकिङ गो रेभोल्युसन यही हो जब करप्टेड मान्छेहरूले गलत काम गरिरहेको हुन्छ एन्ड जब आवाज उठ्छ जनताको तब त्यो कुरा सब विलिन हुन्छ डगमगाउँछ त्यो सकिन्छ भाँचिन्छ त्यो हाम्रो प्राङ्गण असत्य डगमगाउँछ जब शक्ति बन्छ आवाज परिवर्तन गरे आफैलाई अनि बदलिन्छ यो समाज नझुक्या थियौ नझुक्ने छौँ यो अन्यायको भिडमा नफुट्या थियौ नफुट्ने छौँ चन्द्र सूर्य शिरमा यो माटोले पसिना मागे प्राण दिने पुस्ता हामी चल्छ माटोले प्राण मागे पसिना दिने पुस्ता हामी एन्ड रिसेन्टली जुन भएको छ जयन्ती आन्दोलनमा त्यो कसैले बिर्सिनु पनि भएन त्यो कुरा फर त्यसको लागि भयो नि भोट गरौँ हामी भालेन दाईलाई भोट गरौँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट गरौँ इफ कोही गर्ने युवा छ भने त्यसलाई भोट गरौँ एन्ड यो भ्रष्ट
नेताहरू भ्रष्ट पार्टीहरूलाई बाइकआउट गर्नैपर्छ र बाइकआउट गर्ने टाइमै भनेको यही हो। सो लेट्स फकिङ भोट। शिरमा यो माटोले पसिना मागे प्राण दिने पुस्ता हामी चल्छ अहङ्कार जब आगो बन्छ झिल्का फुर्तिला हातहरू अझै फुर्तिलो बनाउनु छ है उद्यमी चेतहरू अझै प्रगाढ बनाउनु छ है न खोजार देउता ढुङ्गा पिरोल्छ कहाँ बेच्छौ तीर्थ स्वर्ग यही छ अरे shout to बडी मालिका। ढुङ्गा पिरोल्छ कहाँ बेच्छौ तीर्थ दिस इज बडी मालिका। स्वर्ग यही छ अब आफैमा निर्भर धरातलमा उभिई स्वदेश बनाउन भविष्यलाई सोची उठ्नेछ देश उदाउनेछौँ हामी यो भत्केको घरलाई उठाउनु छ माथि तिमीले फुल रोपे फुल फल्छ काँडा रोपे काँडा भविष्य सच अ गुड मेटाफर। तिमीले फुल रोपे फुल फल्छ, काँडा रोपे काँडा, एन्ड काँडा नै रोपिएको थियो। सो इट्स टाइम टु फुल रोप्ने। अब यो पालो आएको छ फुल रोप्ने। म्यान टेम गुजबम्स हेरेको छ यार म्युजिक। तिमीले फुल रोपे फुल फल्छ काँडा रोपे काँडा भविष्य राम्रो चाहिए तिमीले सोच्नु पर्छ आज यो सिस्टम तिमीलाई फर स्योर भविष्य चाहियो भनेपछि अब सोच्दैन त कहिले सोध्छ? कहिले आँखा उग्रिन्छ त्यो? भविष्य राम्रो चाहिए तिमीले सोच्नु पर्छ आज यो सिस्टम तिमीलाई लखेट छ तिमी नआत्तिउ नभाग किनकि फुल्छ कमल शान्ति बोकी हिलोहरूकै माझ छ आशा फुल्छ कमल हिलोहरूको माझ शान्ति बोकेर। लेट्स फकिङ गो एन्ड गुड मेटाफर। आज किनकि फुल्छ कमल शान्ति बोकी हिलोहरूकै माझ छ आशा निराशा बाटै बाटोमा बाधा अभिलाषा पुरै गन्तव्यको बल्ल पुग्यो वादा यो राइमिङ स्ट्रक्चर लभड इट। आशा, अभिलाषा, निराशा, लभड इट। मा बाधा अभिलाषा पुरै गन्तव्यको बल्ल पुग्यो वादा यो वनमा गौतम बुद्ध राखी शिरमा सगरमाथा उठाउने छौँ यो झन्डा हामी ढल्या छैन आशा लेखौँ भविष्य आफ्नो आफै नै अरूको हियाई बनाउँदैन यो देश जङ्गा तरेर चल्नु छ पहिला नथाक है अहिले बदल्नु छ परिवेश लेखौँ भविष्य आफ्नो आफै नै अरूको हियाई बनाउँदैन यो देश जङ्गा तरेर चल्नु छ पहिला नथाक है अहिले बदल्नु छ परिवेश बदल्नु छ परिवेश ओके धेरै केही भन्नु छैन। अनेस्टली आँखा खोल्नु पर्यो। अब हुँदैन त कहिले, अब नभए कहिले कहिले आखिर हामी हाम्रो हाम्रो भन्दै राम्रोलाई छोड्ने। सो इट्स टाइम टु चेन्ज एन्ड डु भोट फर बालेन दाई। एन्ड त्यही हो म्यान। इफ बालेन दाईलाई जितायो भने बालेन दाईले देश डेभलप गर्छ, फर स्योर गर्छ नै, फर स्योर। एन्ड ब्रो दिस इज एन्थम, दिस इज अ सिनेमा ब्रो। पुरै गुस बम्स आइरहेको थियो। त्यो हुक पार्ट नि बवाल, त्यो गाएको पार्ट नि बवाल, एन्ड मिस्टर डीको पर्स ब्रो द्याट वाज क्रेजी। एकदम रियालिटी बेस्ड। एन्ड त्यही हो, पहिले काँडा रोपिएको थियो, अब फुल रोप्ने पालो आएको छ। सबैले गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ। ご覧いただきありがとうございます。